हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई शेयर सब्स्क्राइब पनि गर्नुहोला, भिडियोलाई लाइक कमेन्ट पनि गर्नुहोला। आज चाहिँ म चाहिँ मेरो घरदेखि दाइको घरसम्म छ यात्रा, के कस्तो हुन्छ बाटोमा के हुन्छ हजुरको लागि चाहिँ भिडियो मार्फत देखाउने नै छु। भिडियो इन्जोय गर्नुहोला। नयाँ हुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्नुहोला च्यानललाई। यस्तै नयाँ भिडियो हेर्नको लागि भिडियोमा बनिरहनु होला। ओके, अहिले नै यतिलाई, भिडियोलाई इन्जोय गर्नुहोला। यो चाहिँ हाम्रो घर मुनिको तेर्सो बारी हो। यहाँबाट देखिन्छ पारी मन्दिर, मन्दिरदेखि तल्लो तिर्किनी पनि देखिन्छ गाइस। यो चाहिँ हाम्रो सानातिर हो। म चाहिँ अङ्कलको घर जाँदैछु। यहाँनिरबाट चाहिँ अङ्कल घरबाट चाहिँ ज्याकेट लिएर तलतिर जाँदैछु। जानुपर्ने ऊ तल निलो टिन लाने घरनिर हो। स्कुलबाट तेर्सो तल्लो तिर्किनी यहाँबाट देखिन्छ। कति राम्रो भ्यू देखिरहेको छ। यो चाहिँ हाम्रो ठुल्दाइको घर। ठुल्दाइ घरको माथितिर खम्बाको पोल छ। यहाँनिर सुर्खालको जुठे कुकुर बसिरहेको छ। जुठे कुकुर छ भने फेरि मुन्तिरबाट बोक्दैछ पिङ्कीले। तल दोकानदाइको घरमा बस्ने पिङ्की कुकुर छ। त्यो चाहिँ छाउरी हो, त्यो चाहिँ जुठे हो भन्ने यहाँदेखि म उँधो लागेँ। यो चाहिँ ठुल्दाइको बाख्रा खोर गाइस। बाख्रा टन्नै छ हो, खोरभरि 40-50वटा हुन आँटिसक्यो होला हो हाम्रो ठुल्दाइको बाख्रा त। टक्क लाएर चाहिँ नि यहाँदेखि चाहिँ मुनतिर झर्दैछु। यो चाहिँ हो ठुल्दाइको घर। कस्तो देखिरहेको छ भनिदिनु होला कमेन्टमा। त चाहिँ यहाँबाट मुनतिर गएपछि मोटर बाटो आउँछ। यो चाहिँ टक्क लाएर तल पनि बाटोमा मोटर बाटोमा पसेको गर्छ। यहाँ चाहिँ हाम्रो दाइको बाख्रा बान्नु भाउजूले टक्क लाएर घाँस पनि झिर्न सकिदिनु बिहानको बाख्राको लागि। र यो चाहिँ हाम्रो स्कुल। यो चाहिँ दाइको घर। बबालै देखेछ नि गाइस। आउँदैछु साइलो तेरो घरमा आउँदैछु। को छ म भिडियोमै लिएर पठाइदिन्छु ल। को छ के गर्दैछ भने यता छ पानी छ। यति बेला कोही छैन। कोही हुनुहुन्छ घरमा? कोही हुनुहुन्छ घरमा? इ दाइको बाख्रा चाहिँ यता चाहिँ ऊ बारी कहाँ पऱ्यो? डाँडा परिहालेछ भनेपछि क्या। ओ भाउजू बाख्रा यता छ, सानो यता छ। यतातिरको बन, यतातिरको बन, यतातिरको बन। बाँस बोक्दै हो गाइस, बाँस बोक्दै गाइस। भारी बोकेर भन्दा नि यो भिडियो इन्जोय गर्नुहोस्। बाँकी चाहिँ घर भेटौँला गाइस। यति बोकिसक्यौँ गाइस बाँस। कतिको बुट्टा यत्र त भइसकेको छ गाइस। कमला बुट्टा त्यहाँ गाइस। घर चाहिँ यो भयो गाइस। चल्ला 46वटा छ। कहाँ गयो कवाल लगाएर